हेलो साथीहरू नमस्ते। आज मैले हजुरहरू समक्ष नयाँ तरिकाले नुडल्स बनाउने रेसिपी लिएर आएकी छु। आई होप हजुरहरूले मन पर्नेछ। ल त अब सुरु गरौँ। फ्राई राइसलाई चाहिने इन्ग्रिडियन्ट्सहरू मैले सबै काटेर राखिसकेको छु। गाजर, लसुनको पत्ता, धनिया अनि काँक्रालाई पनि काटेर राखेको छु। त्यसका साथै मैले एउटा रातो खुर्सानीलाई पनि काटेर राखेकी छु। तातिरहेको पानीमा मैले नुडल्सलाई राख्दैछु। नुडल्सलाई तातो पानीमा राखिसकेपछि बिस्तारै चलाउनु पर्छ। 3 मिनेट पकाइसकेपछि नुडल्स चाहिँ पाकेको छ। यसलाई धेरै पनि पकाउनु हुँदैन। अब म स्टेनरमा नुडल्सलाई छान्दैछु। त्यसपछि केही बेरको लागि पानी तैरिनका लागि मैले राख्दैछु। यहाँ चाहिँ मैले कराई तताइसकेर तेललाई पनि तताउन लागिरहेको छु। त्यसरी तेललाई राखिसकेपछि मैले कराईको वरिपरि तेललाई फिजाएर मेथीलाई फुराउँदैछु। मेथी कालो भइसकेपछि मैले लसुनलाई पनि फुराउँदैछु। त्यसपछि सुकेको एउटा खुर्सानीलाई पनि राखेको छु। यसरी सबै राखिसकेपछि मैले राम्ररी चलाउँदैछु। लसुन गोल्डन ब्राउन भइसकेपछि क्यारेटलाई पनि पकाउनका लागि राख्दैछु अनि फेरि बिस्तारै चलाउँदैछु। केही बेर क्यारेट पाकिसकेपछि मैले बेसारलाई पनि राख्दैछु। बेसार राखिसकेपछि केही बेर चलाउनु पर्छ। यसरी चलाएपछि बेसार चाहिँ सबै राम्ररी घुलिन्छ। अब क्यारेट हाफ कुक भइसकेको छ। अब म यसमा नुडल्स राख्दैछु। नुडल्सलाई राखिसकेपछि राम्ररी चलाउँदैछु। अब म नुडल्सको सिजनिङ पाउडरलाई पनि राख्दैछु। यसका साथै नुन पनि स्वाद अनुसारको राख्दैछु। त्यसपछि राम्ररी चलाउनेछु। अब यसरी नै काटेको खुर्सानीलाई पनि राख्दैछु अनि त्यसपछि राम्ररी चलाउँदैछु। यसै गरी काटेको हरियो लसुनको पत्तालाई पनि राख्दैछु। यसै गरी धनियालाई पनि राख्दैछु। अब सबैलाई मिक्स गर्दैछु। केही बेर पकाएपछि नुडल्स रेडी भइसकेको छ। अब म नुडल्सलाई प्लेटमा खनाउँदैछु। नुडल्सलाई प्लेटमा राखिसकेपछि मैले काँक्रालाई पनि प्लेटमा राख्दैछु। यसलाई गार्निस गर्नका लागि मैले थोरै धनियालाई पनि राखेकी छु। मलाई चाहिँ नुडल्ससँगै राखेर चिप्सहरू पनि खान मन पर्ने भएको हुँदा मैले नुडल्ससँगै थोरै अनियन रोल त्यसपछि पेनीलाई पनि राखेँ। फाइनली मेरो नुडल्स चाहिँ खानका लागि रेडी भइसकेको छ। यदि हजुरहरूलाई मेरो भिडियोहरू मन पर्छ भने प्लिज सब्सक्राइब, लाइक एन्ड कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।